हेलो गाइज नमस्ते, म तपाईँहरूकै चौलाका ब्लग्सबाट फेरि पनि उपस्थित भइसकेको छु। आई होप मेरो सब्सक्राइबरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै नै छु। तपाईँहरूकै माया साथ सपोर्टले गर्दाखेरि अझै माथिसम्म पुगिरहेको छ। स्वदेशमा तथा विदेशमा रहनुहुने मेरो दिदीभाइ तथा दाजुबहिनीहरू सबैजनाले चाहिँ मलाई माया साथ सपोर्ट र अझै माथि जाओस् भनेर कमेन्ट गर्नुभएको छ। थ्याङ्क यू भन्न चाहन्छु। तपाईँहरूकै माया साथ सपोर्ट अझै पनि मलाई खाँचो छ र एक दुईजना साथीहरूले चाहिँ मलाई ब्लग्स डाउन भयो भने के गर्छस् त भनेर भन्नुहुन्छ होइन। लडिस् भने यो ब्लग्स बनाउँदाखेरि के गर्नुहुन्छ त भनेर सोद्धाखेरि चाहिँ मैले के भने भनेदेखि खुसी हुँदै, लड्नु ठुलो कुरा होइन, लडेर फेरि उठेर चाहिँ दौडिनु चाहिँ ठुलो कुरा हो होइन त गाइस। त्यसैले चाहिँ आफू के हो कसो हो भनेर जहिले पनि आफ्नो मनमा राख्नुपर्छ। यदि अगाडि बढ्नु छ भने लाइफमा अप डाउन जहिले पनि आइरहेको छ गाइस होइन त। त्यसैले चाहिँ आज चाहिँ न्यू ब्लग्स न्यू कन्टेन्ट लिएर आएको छु र आज चाहिँ भनेको मेरो त्यत्तिकै अब ट्रेनिङ गर्ने होइन, आफ्नो भाइहरूसँग गएर चाहिँ कसरी ट्रेनिङ गर्छु भनेर म तपाईँहरूलाई देखाउँछु है त। ल अब चाहिँ हामी यहाँबाट हिँडेको है त। अब चाहिँ हामी यहाँनिर वार्म गर्छौँ तिनीहरूलाई त। कमान बलेर गर्छ डिफेन्स हुन्छ तपाईँले होइन। डिफेन्सलाई काटेर चाहिँ मैले यसको गर्छु गर्दिनँ हेर्नु होला। लेफ्ट चिक कमा तपाईँ देख्नुभयो उत्कृष्ट गोल। कैसा लगा मेरा मजाक?
सेभ कमान। अब चाहिँ हामी टिम छिटाउँछौँ र गेम तर्फतिर लाग्छौँ है त। ल अनिसको टिम, देवराजको टिम र मेरो टिम आफ्नो साइडतिर लाग्ने। ल गाइज तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिर देवराजको टिम, अनिसको टिम र यहाँनिर मेरो टिम है। तपाईँहरूले देख्न सक्नु भइहाल्यो होइन, मैले भनेको चाहिँ कसरी ट्रेनिङ गर्छु भाइहरूलाई भनेर। ट्रेनिङ गराएको के कस्तो लाग्यो तपाईँहरूले कमेन्टमा भनिदिनु होला। र अब हामी चाहिँ राति नै भइसकेको छ, त्यसैले अब कुल डाउन गरेर आजको लागि चाहिँ हामी यहीँनिर इन्ड गर्छौँ है त।